सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार। यदि यहाँहरूले पालिराख्नु बाख्राहरूको मुखमा पनि यस प्रकारको खटिरा आएर बाख्राहरूलाई खानालाई एकदम समस्या उत्पन्न गराइरहेको छ भने तपाईँहरूको लागि यो जानकारीमूलक भिडियो बनाएको छु। विशेष गरी यो भेडा बाख्रामा लाग्ने रोग हो। यो रोगलाई नेपालीमा मोहला रोग भन्दछ र अङ्ग्रेजीमा यसलाई उर्फ डिजिज भन्दछ। यो एक अति सङ्क्रमित भाइरसबाट लाग्ने रोग हो। भाइरसमा पनि पारापक्स भाइरसबाट लाग्ने रोग हो। सुरुवाती अवस्थामा यो रोगमा मन्द मन्द ज्वरो आउने 104 104.5 जस्तो ज्वरो आउने, मुखमा सानो सानो खटिरा आउने, त्यो खटिरा बिस्तारै बिस्तारै बढ्दै गएर मुखभरि ओठभरि नै आइसकेको हुन्छ र आइसकेपछि सुनिसकेपछि मुखमाबाट खानालाई तिनीहरूलाई एकदम समस्या बनाएको हुन्छ र झोक्राउने, खाना कम खाने, जसले गर्दा शरीरको वजन घट्ने, विकनेस जस्तो समस्याहरू देखाउँछ। अझ यो रोग भने कन्ट्याजियस रोग भएको कारणले गर्दा यो रोग एक अर्कामा एकदम सजिलै छिट्टैभन्दा छिटो सरिरहेको हुन्छ। यस्तो लक्षण समस्या तपाईँहरूको खोरहरूको बाख्राहरूमा देखा पर्यो गर्ने के भन्दाखेरि सुरु अवस्थामा बेटाडिनले त्यो मुखमा भएको खटिराहरूलाई भिजाएर त्यसपछि त्यसलाई उकाइसकेपछि त्यो पोटासियम परम्याग्नेट बजारमा पाइन्छ। त्यो पोटासियम परम्याग्नेटलाई पिसेर मुखमा उकाइसकेपछि ब्लिडिङ आउँछ। त्यसलाई अलिक यसो त्यो पाउडर जस्तो लाएर त्यसलाई जसरी स्क्रिनमा देखाइरहेको त्यसरी नै टाँसिदिने। टाँसेपछि ब्लिडिङ बन्द हुन्छ र बाँकी उपचारहरू पशु प्राविधिकको निगरानी अनुसार या निर्देशन अनुसार तपाईँहरूले गर्न सक्नुहुनेछ। यो मोहला रोग विशेष गरेर जुन पशुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ त्यसलाई विशेष गरेर यसले एट्याक गर्ने हुन्छ। त्यसको लागि हामीले गर्ने के भन्दाखेरि जुन जन्मेको पाठापाठीहरू छ त्यसलाई प्रशस्त मात्रामा बिगौती दुध या क्लोस्ट्रम मिल्क खुवाउनुपर्छ। यो रोगबारे जान्नुपर्ने अति आवश्यक कुरो भने यो रोग भनेको जोनोटिक रोग पनि हो। त्यसले गर्दाखेरि यो पशुबाट मानिसमा पनि सर्न सक्ने रोग भएको कारणले गर्दाखेरि उपचार गर्दाखेरि या कृषकले हेरचाह गर्दाखेरि एकदम ध्यानपूर्वक हातमा ग्लोभ्स लाएर मात्र ट्रिटमेन्ट गर्नु होला, नत्र तपाईँको यो सर्दाखेरि यस प्रकारको लक्षणहरू या लिजनहरू तपाईँहरूको हातदेखि नै हुन्छ। हस्त नमस्कार। भिडियो हेरेर साथ दिनुभएकोमा सम्पूर्णमा नमस्कार।